हाई गुड मर्निङ। अहिले चाहिँ 10:30 भइरहेको छ। अन्त म चाहिँ यहाँनिर अस्ति मेरो हात देखाउन आइरहेको थिएँ नि त। आज बोलाएको थिएँ नि त टेस्टको लागि चाहिँ। अस्ति त दबाईहरू मात्रै खाएर हेर्नु भनेको थियो। आज चाहिँ टेस्टको युरिन टेस्टहरू के को टेस्टहरू गर्नु लाग्छ। अन्त म यहाँ आइरहेको छु। यो चाहिँ छ तपाईँको, मलाई चाहिँ उहाँले यहाँ पठाउनु भएको छ नि त एम्स डायग्नोसिस सेन्टरमा। त्यस्तो छ। आउँछु म ब्लड टेस्ट गर्नु गइरहेको छु। हामी चाहिँ रिपोर्ट लिएर आइसकेको छौँ होइन। तर डक्टरै आउनु भएको छैन छ। अन्त नानीको जुत्ता किनिदिने अरे बाउचाहिँले र हामी चाहिँ त्यता जाँदैछ। यहाँ बाउ छोरा अगाडि बेबी हेलो आपा, यता हेर न, हेर्दैन पनि। अन्त चप्पलै लगाएर लिएर आएको थिएँ नि त बिहान चाहिँ मैले नानीलाई। उसको जुत्ताहरू सब धोएको थियो, त्यहाँदेखिको सुकेकै थिएन तिनटै जुत्ता। अन्त चाहिँ मैले यही घरमा बस्ने स्लिपरै लगाएर लिएको थिएँ। अन्त चाहिँ किनिदिने अरे भने चाहिँ जाँदैछौँ। डक्टर पनि आउनु भएको छैन रहेछ हो। अहिले चाहिँ डक्टर आइपुगेको छैन अरे, 12 बजी मात्रै आउँछ अरे। अन्त हामी चाहिँ यहाँनिर चौरस्तामा हल्का रमाइलो गर्दै हिँडिरहेछु। अन्त अब हामी चाहिँ तातो चिया खाने। कफी छ, दुईवटा दिनुहोस् न। अन्त रस्किट पनि दिनुहोस् न ल, कतिको हुन्छ। तातो चिया दिदीले हाल्नु हुँदैछ। मेरो बुढाहरू चाहिँ यहाँ बसिरहेछ दुईजना। मैले चाहिँ बिहान केही नखाएको नि त ब्लड टेस्टहरू गर्नुको लागि। अन्त अहिले चाहिँ हामी चौरस्तामा आएर चाहिँ मेरो ठुलो छोराहरू पनि आएको छ, मेरो देवरहरू पनि आएको छ। उनीहरू चाहिँ घुम्नु गएको छ तल। अन्त सँगै आएर चाहिँ हामी खाजा खाने। तबसम्म चाहिँ हामी टोस्ट र कफी इन्जोय गर्ने। ल बुढा यहाँको नजाराहरू चाहिँ यस्तो छ। कफी के चाहिँ एउटा माग्नुपर्छ नि। ल आप्पाको यहाँ दिप गर न भयो। हाफ मात्रै। यहाँ चाहिँ दुईजना दाजुभाइ घोडा चढ्यो। यता चाहिँ देवर हो, यता पनि भाइ हो, दुईजना यता बुढा। दुईजना दाजुभाइलाई चाहिँ मजा राखेको होला नि। हेलो रिकेल। बेबी कस्तो लाग्यो तिमीलाई चाहिँ? मन पर्यो? दुईजना चाहिँ आउँदै पछि चौरस्ता आउँदै पछि चाहिँ घोडा खेल्नुपर्छ होइन। तर म मात्रै आउँदा चाहिँ म चाहिँ उनीहरूलाई खेलाउँदिनँ, किनकि बानी लाग्छ नि त। जस्तै अहिले बाउ चाहिँ उसको अगुहरू देख्नु हुँदैन, घोडा भनिहाल्छ। अन्त म चाहिँ बानी गराउँदिनँ, उनीहरूलाई थाहा भइहाल्छ मम्माले चाहिँ गर्दैन भनेर। अन्त मलाई जित पनि गर्दैन उनीहरूले। अन्त दुईजना मजा भइरहेको छ होला चौरस्ताको। यो पनि भइरहेको छ।
कति स्पिड चलिरहेछ ल आज फेरि अस्ति चाहिँ हामी सानो छोरालाई मात्रै लिएर आएको थियो नि त अन्त फोटोहरू देखेछ अन्त चाहिँ म पनि खाने भनेर फेरि ठुलो छोरा पनि ऊ जाने नै अरे केएफसी खानु अन्त चाहिँ हामी फेरि सबैजना आइराखेको छौँ ए ल नट भिडियो ढोलोस् अनु ममा आयो रुराक देखि सानो यता यता दिदी छैन वेट लेखै यहाँ चाहिँ रिगेल हेलो गर्नु आँटेको छ यहाँ मेरो दुइटै छोराहरू हतार भइरहेछ रिगेलले बर्गर खान्छ अरे हामी चाहिँ भर्खर घर आइपुगेको नि त डक्टरलाई देखाएँ उसले चाहिँ ब्लड टेस्ट गर्नु लागेको थियो नि त त्यसमा चाहिँ के युरिक एसिड पनि ओके छ अन्त मेरो सुगर पनि ओके छ अन्त सबै ठिकै छ मेरो होइन डराउनु पर्दैन यहाँ रिप्समा देखेको चाहिँ त्यो क्याल्सियमको कमीले क्याल्सियम भिटामिनको कमीले अन्त यहाँ नसा हल्का चेप्टिएको भन्नुहुँदै थियो अन्त त्यसको चाहिँ 1 महिनाको दबाई दिनुभएको छ यो चाहिँ मेरो क्याल्सियमको होइन यो दुइटा 1 महिनाको दिएको छ अन्त यो चाहिँ त्यो नसा चिप्टेको 7 o'clock चाहिँ एभ्रिडे खानुपर्ने 1 monthको अन्त तपाईँको यो चाहिँ भिटामिन डी भिटामिन D3 भिटामिन डी भिटामिन ई दिएको छ सप्लिमेन्ट्स होइन त्यति हो थ्याङ्क यू सो मच